सीसीआर अर्थात कस्टमर चर्न रेट तपाईको व्यवसायबाट तपाईको व्यवसायमा भएका कस्टमरहरूले छोड्दै जाने प्रक्रिया। हेलो एन्ड नमस्ते। 21 दिनको व्यावसायिक महाअभियान लर्निङ फर सक्सेस डे 14 मा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आज हामी कुरा गर्दै छौं व्यावसायिक अर्को एउटा यस्तो म्याट्रिक्स जसले व्यवसायमा आइरहेका ग्राहकहरू किन व्यवसाय छोडेर जाँदैछन् हो व्यवसाय छोडेर जाने एउटा प्रोसेसको बारेमा हामी कुरा गर्दै छौं। जस्ता भनिन्छ सीसीआर अर्थात कस्टमर चर्न रेट भनेको तपाईको व्यवसायका कस्टमरहरू तपाईको व्यवसाय छोडेर अन्यत्र जाने प्रक्रिया। व्यवसाय उद्यमशीलता र तपाईको प्रोडक्ट सर्भिसमा सीसीआर को सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ। तपाईको आफ्नो म्याट्रिक्स तपाईको आफ्नो व्यवसायको एनालाइसिसमा सीसीआर एनालाइसिस एकदमै महत्त्वपूर्ण विषय हो। किनभने सीसीआर भनेको तपाईको कस्टमरहरू रेगुलर तपाईको प्रोडक्ट खरिद गरिरहेका छन्, तपाईको प्रोडक्टलाई प्रयोग गरिरहेका छन्, तपाईको सर्भिसलाई युटिलाइज गरिरहेका छन् र निश्चित केही समय पछाडि ती कस्टमरहरू बिस्तारै बिस्तारै तपाईको व्यवसायबाट पलायन हुँदैछन् हो। त्यो पलायन भएका कस्टमरहरूको रेशियोलाई त्यो कस्टमरको रेटलाई चाहिँ कस्टमर चर्न रेट भनिन्छ अथवा कस्टमर तपाईको व्यवसायबाट हराउँदै जाने मन्थन हुँदै जाने एउटा प्रक्रिया हो कस्टमर चर्न रेट। यो म्याट्रिक्सले तपाईको व्यवसाय कतातिर जाँदैछ भन्ने कुरा पनि जनाउँछ र अर्को कुरा तपाईको व्यवसाय के हो भन्ने कुरा पनि जनाउँछ। कस्टमर जहिले पनि यो किन कस्टमरहरू तपाईको व्यवसाय छोड्छन् भन्ने कुराको पनि मनन गर्नका लागि पनि सीसीआर यतिकै महत्त्वपूर्ण हुन्छ। किनभने तपाईको व्यवसायमा तपाईका ग्राहकले एन्ड कन्ज्युमरले खोजिरहेको कुरा तपाईको व्यवसाय तपाईको प्रोडक्ट र सर्भिसले दिन सकेन भने कस्टमरहरू जहिले पनि बेटरमेन्टको खोजीमा हुन्छन्। कस्टमरहरू त पैसा पे गरिरहेका छन्, उनीहरू पैसा पे गरेका छन् भने जहिले पनि व्यवसायमा कस्टमरहरूले के हुन्छन् बेटरमेन्टको खोजी गरिरहेका छन्, जहिले पनि अझ बेस्ट के हो भनेर खोजिरहेका छन्। तपाईको व्यवसायले तपाईको प्रोडक्ट र सर्भिसले रेगुलर बेसिसमा चाहिँ बेटरमेन्ट दिन सकेन हो भने पनि तपाईका कस्टमरहरू तपाईको चाहिँ व्यवसाय छोडेर अन्यत्र जान्छन्। अथवा कम्पिटिटरले बेस्ट परफर्म गर्यो अथवा कम्पिटिटरले तपाईको भन्दा बेस्ट दियो भने पनि कस्टमरहरू त्यता जान्छ। रेगुलर बेसिसमा तपाईले आफूलाई अपडेट गर्दै जानु भएन भने पनि कस्टमरहरू त्यता जान्छ। कस्टमर चर्न रेट भनेको तपाईको व्यवसायबाट तपाईका कस्टमरहरू तपाईको व्यवसाय प्रोडक्ट र सर्भिसलाई छोडेर जाने प्रक्रिया हो। यो म्याट्रिक्स किन पनि आवश्यक छ भने तपाईको व्यवसाय हो तपाईले रेगुलर बेसिसमा तपाई व्यवसाय गर्दै हुनुहुन्छ, तपाईको लाइफ टाइम मेम्बर यति हुन् भनेर भन्दै गर्दाखेरि तपाईको डेली मेम्बर कति छन् र तपाईको कति कस्टमर चाहिँ तपाईकोबाट छोडेर गएका छन् त। हिजो ती कस्टमरलाई एक्वायर गर्नका लागि तपाईले कस्टमरलाई ल्याउनका लागि त तपाईले मार्केटिङमा विभिन्न कुराहरुमा त तपाईले स्पेन्ड गर्नु भएको छ हो। मार्केटिङमा स्पेन्ड गरेर तिनीहरुले ल्याइसकेका कस्टमरहरूलाई तपाईले रेगुलर राख्नुभयो, कस्टमर रिटेन्सन बढ्दै गयो न तपाईको व्यवसायको के हुन्छ मार्केटिङ कस्ट घट्दै जान्छ, प्रॉफिट रेशियो बढ्दै जान्छ, प्रॉफिट बढाउँदै जान्छ। यदि तपाईको कस्टमरहरू तपाईको व्यवसायबाट छोड्दै गयो भने त फेरि तपाईले न्यू कस्टमर ल्याउनका लागि न्यू मार्केटिङ स्ट्राटेजी अपनाउनु पर्यो। यसको अर्थ त के भयो भने पुराना कस्टमरलाई होल्डिङ गर्न बेटर हुने भयो नि त। त्यो कारणले गर्दाखेरि हामीले पुराना कस्टमरहरूलाई होल्डिङ गर्न नसक्दाखेरि कस्टमरहरू हराएर जान्छन् र कुनै पनि व्यवसाय कुनै पनि प्रोडक्ट र सर्भिसमा त्यहाँ भएका कस्टमरहरू त्यो ठाउँलाई छोडेर जाने प्रोसेसलाई कस्टमर चर्न रेट भनिन्छ। कस्टमर चर्न रेटलाई घटाउनका लागि हो कस्टमर चर्न रेट घटाउनका लागि हामीले के गर्न सकिन्छ भने व्यवसायलाई रेगुलर बेसिसमा तपाईको प्रोडक्ट र सर्भिसलाई अपडेट गर्दै जानु हो। कस्टमरहरूलाई एट्र्याक्ट गर्नका लागि डिफ्रेन्ट पोलिसीहरू अपनाउनु। जस्तो यसलाई गर्नका लागि डिफ्रेन्ट कम्पनीहरूले अपनाउँछ नि त। जस्तो कतिपयले के गर्छ भन्दाखेरि जस्तो कतिपय कम्पनीहरू वारेन्टी ग्यारेन्टी दिने भनेको कस्टमरलाई एट्र्याक्ट गर्नका लागि हो हैन। कतिपयमा के हुन्छ जस्तो एउटा कम्पनी जस्तो नेपालमा के छ भने इन्टरनेटको कम्पनी छ ओर्लिङले के गर्छ भने सुरुमा तपाईलाई चाहिँ कस्टमरलाई चाहिँ 7 दिन 10 दिन चाहिँ यतिकै फ्रीमा प्रयोग गर्न दिन्छ। उले चाहिँ 7 दिन 10 दिनमा फ्रीमा प्रयोग गर्न दिँदै जाँदा कस्टमरको चाहिँ के हुन्छ भने विश्वास जितेर कस्टमर रेगुलर टु बेसिसमा बस्छ। र अर्को कुरा के गर्छ भने नेट भ्याइसके पछाडि हो ओर्लिङमा नेट तपाईको भ्याइयो भने नेट भ्याइसके पछाडि पनि भ्याइदाका दिन पर्दैन उले फेरि 3 दिन एक्स्ट्रा चाहिँ उले दिन्छ। एक्स्ट्रा दिने होइन उले के गर्छ भने कस्टमरलाई लाग्छ मैले एक्स्ट्रा 3 दिन पाएँ पैसा भ्याएपछि तर के गर्छ त्यो 3 दिन त पछि पैसा पेमेन्ट गरेपछि घट्छ। तर कस्टमरलाई एट्र्याक्ट गर्नलाई उसको पोलिसी हो। यस्तो डिफ्रेन्ट खालको पोलिसीजहरू हुन्छ नि त। विभिन्न कम्पनीहरू फुड कम्पनीहरूले के गर्छ भन्दाखेरि 30 मिनेटमा डेलिभरी हैन 2 डेज डेलिभरी टाइम हैन 2 दिनमा हामी डेलिभरी दिएनौं भने हामी प्रोडक्टको पैसा लिन्नौं। यस्ता डिफ्रेन्ट खालका पोलिसीहरू अपनाउन सक्छ भनेको कस्टमरलाई रिकभर गर्नको लागि। त्यही भएर कस्टमर चर्न रेट कम गर्नको लागि कस्टमर रेगुलर बेसिसमा हाम्रो प्रोडक्ट सर्भिसलाई अपडेट गर्ने, रेगुलर बेसिसमा कस्टमरहरूसँग एट्र्याक्ट गर्ने, डिफ्रेन्ट खालको पोलिसीजहरू अपनाउने, कम्पिटिटरहरूसँग जहिले पनि बेस्ट अपडेट भएर राख्ने। यसरी हामीले कस्टमर चर्न रेटलाई घटाउन सकिन्छ। यो कस्टमर चर्न रेट हामीले मन्थली पनि क्याल्कुलेट गर्न सकिन्छ, वीकली क्याल्कुलेट गर्न, डेली क्याल्कुलेट गर्न, क्वार्टरली पनि गर्न सकिन्छ, हाफ इयरली हामीले डिफ्रेन्ट बेसिसमा चाहिँ हाम्रो व्यवसायको म्याट्रिक्समा यसको हामी एनालाइसिस गर्नुपर्छ। र यो एनालाइसिस एकदमै महत्त्वपूर्ण छ। व्यवसायमा तपाईले हरेक क्षण चाहिँ यो म्याट्रिक्सलाई चाहिँ एनालाइसिस गर्नुभयो भने तपाईको व्यवसायको ग्रोथ रेट पक्कै पनि बढ्नेछ।
आजको भिडियोमा हामीले कस्टमर चर्न रेटको बारेमा यति कुराकानी गर्यौं। नेक्स्ट फेरि भोलि हामी अर्को एउटा बिजनेस स्ट्र्याटेजी लिएर तपाईहरुको माझमा हुनेछौं। यो भिडियो धेरैभन्दा धेरै साथीहरूलाई सब्स्क्राइब गरेर शेयर गरेर धेरैभन्दा धेरै साथीहरूलाई पठाउनु होला। यो भिडियोलाई लाइक शेयर सब्स्क्राइब गर्न हुने नबिर्सनु होला। भोलि हामी पुनः फेरि नयाँ बिजनेस स्ट्र्याटेजी सहित तपाईहरुसँग फेरि अर्को भिडियोमा भेट हुनेछौं। आजको लागि हामी बिदा हुन्छौं। धन्यवाद।